मर्निङ सबैजनालाई के छ, सबै सन्चै हुनुहुन्छ होला। आज म पनि सन्चै छु। फेरि घर जाँदैछु अहिले। अब 8 बजेको गाडी चढेर घर जाने। कतिखेर पुगिन्छ। नेपालमा त पानी परेको परै छ। हिँड्ने हौ हिँड्छु माथि नेपाल वायुसेवा निगमको यस उडानमा हार्दिक स्वागत गर्दछौँ। उडान नियम अनुसार दिल्ली आएर रोक्यो। हौ मौसम खराब भएर लास्टै साह्रो। यहाँ आएर फेरि 10 घन्टापछि पेलेर त झरेर दिमाग खराब। यहाँ टाउको बाहिर पानी परेर हेर्नुहोस् के गर्नु। साह्रो छ जिन्दगी। पुरै पानी परेको रहेछ र पो यस्तो साह्रो। 10 घन्टापछि झरेको पनि साह्रै हो। 12 घन्टा राम्रो परेको हो। उस गर्दै हुनुहुन्छ मेरो टोली उस गरेर। साह्रो परेन नि बिचरा जिन्दगी। भर्खर अब आज चाहिँ यति बसिन्छ। अब भोलि गइन्छ कि भोलि त अब कम्ता धन्न बाँचेर आयो। म त आजै नत्र जाने होला नि। नै जान्न म त आज त। अघि बिहान आएको भए अहिले राति म जान्थेँ। नसब यहाँ बिहान आउँदै पाएन त। अनि त्यही भएर गाडी पनि बस्यो। 8 साढे 8 बजे हिँड्छ अरे। कतिखेर पुग्छ खै। बाहिर लास्टै पानी पऱ्यो। यस्तो पानी हिँड्न लागेको छु म। काठमाडौँबाट हिँड्यो गाडी पनि। ता पानी परेको छैन अझैसम्म। खाना अड्लेको तर यो कुन ठाउँ खै थाहै छैन हौ। कुन ठाउँ आयो थाहै छैन। यत्रो खोला छ। यस्तो छ यति ठुलो खोला छ नि पछाडि। नारायणघाटको पुल खती हो भन्छ अरे। चार्ज लगाएर सबै हाले। भ्यागै छोड्न म भेन्छु त फेरि। फाइनली आयो रुममा पनि नेपाल पनि भाग्यो पनि भयो। मम्मा फाइनली साथीहरू रुममा पनि आयो। बहिनीको रुममा आएर खानासाना खाएर बसेको। यो कति दिमाग फुत्किँदा दिमागै फुत्केछ मेरो। म ब्याग पनि छोडेर आएँ गाडीमा। भोलि फेरि लिन जाने। कम्ता त के लाग्यो। मेरो बहिनी यहाँ छ अनि म यता छु। मोबाइल चलाएर। ल हौ आजलाई यति नै। बाई बाई सबैजनालाई। फेरि अर्को बनाएर हाल्छु ल।